मेरो लागि हो थ्याङ्क यू एकदम राम्रो लाग्यो बस्नुहोस् कस्तो गर्मी छ है ए यसो फ्यान चलाइदिनु ल अनि तपाईँको चाहिँ घरमा को हुनुहुन्छ नि मेरो घरमा चाहिँ बा आमा अनि म मात्रै हो ए हो र अनि बुढा बाहिर हुनुहुन्छ हजुर ए बुढाको फोन आयो एकछिन नहुनु हेलो हजुर हेलो हजुर म त सुन्दिनँ नि म त सुन्दिनँ कि म एकछिन त सुनिरहेनुपर्छ सुन्दिनँ कि म सँगसँगै ढाड दुखेर त्यही भएर ल ल उठेपछि फोन गर्छ है ल बाई कहिले फोन गर्ने हो कि शङ्का गर्ने के शङ्का गर्ने नि इच्छा गर्न लागिसक्नु गरेको एकछिन फोन अफ गरिदियो नि एकछिन फोन अफ गरिसकेँ ए ल पाइनु थ्याङ्क यू छिटो छिटो गरेर हस् हस् हेलो एक्सक्युज मी के भन्नुहुन्छ म त तपाईँ के किन्नुहुन्छ र निदेर लिम न के हुन्छ र बानी सरेको यस्तो के हुँदैन बियर खानेमा केही हुँदैन एकैछिन हो रमाइलो हुन्छ के छ ल भइहाल्छ नि त्यसमा छिटो पर्ने मेरो ओके बियर ल्याइदिनु है अनि सिजनमा चाहिँ हुन्छ मैले कोही त बास्केटमा हुन्छ जस्तै मान्छे फेरि अलिक गर्ने पहिला हाम्रो भेट भएन पहिला नभए के भयो त अहिले भइहाल्यो नि चिन्ता नभएर कि अब म छु चिन्ता नभएर म छु अलिक त्यही पनि के थ्याङ्क यू Cheers. कस्तो लाग्यो राम्रो लाग्यो एकदम खुसी छु म होइन कहिले यस्तो टाइम मैले यसरी बिताएको थिइनँ कि बाहिर आमा बोलिरहनु भएको छ हुँदैन र अझै पिउ न घरमा कसरी गरेर एकछिन पिउ न छ्या लाग्छ किन कि फेरि होइन नि केही हुँदैन कि बुढीले गएपछि कि घरमा कस्तो किच गर्छ मलाई त जानै मन लाग्दैन तिमी अब के गर्ने जानु पर्यो छिटो गर्नु एक बेला खाएर होइन जानुपर्छ है त ल भयो कि मलाई त के भयो आराम गर यस बेबी हजुर के भयो मलाई घर जानु पर्ने म जान्छु है म पुऱ्याइदिइहाल्छु नि है आउनु भएन अनि त्यसपछि म त आइहालेँ कि छोरो विदेश गएको धेरै दिन भयो फोन गरे होइन तिमीले गर्नु भएको थियो म पसल आएको छु अहिले घर गएर पुरा गराइदिन्छु भन्नु थिएँ यसो बोल अन्त ए ल बस्नु ल म बनाइदिन्छु है मान्छे